Hello and welcome back to my channel. यस भिडियोमा म यसपालिको दशैं फुलपातीमा रिलिज हुन गइरहेको नेपाली मुभिजहरुको बारेमा कुरा गर्दै छु। वाच टिल द एन्ड अनि च्यानललाई सब्स्क्राइब र लाइक पनि अनि बेल आइकन पनि अन गर्नु होला। यस्तै मुभिजहरुको अपडेट र रिभ्यूको लागि चाहिँ अब सुरु गरौँ। नम्बर 1 मा रहेको छ जारी 2 र यसको राइटर र डाइरेक्टर दुई जना उपेन्द्र सुब्बा रहेका छन् र यसको प्रोड्युसर रामबाबु गुरुङ रहेका छन्। र यसको सुटिङ चाहिँ जेठमा अलरेडी स्टार्ट भएको छ र यसको रिलिज डेट चाहिँ दशैं 2082 बताइएको छ अहिलेसम्म चाहिँ। अब यसमा चाहिँ स्टार कास्टमा रिपिटेडली दयाङ राय, मिरना मगर र विजय बराल देख्न सक्छौं हामी। अनि स्टोरी चाहिँ सायद अब पहिलाको पार्टसँग कन्टिन्यू हुन सक्छ। अब नेक्स्ट कुरा गर्नुपर्दाखेरि माइती घर भन्ने मुभीको बारेमा कुरा गरौँ र यसको डाइरेक्टर रहेको छन् मिलन तामाङ र यो कल्ट क्लासिक मुभी 2024 बीएस भनेको 1967 एडी मा बीएस थापा डाइरेक्टर रहेका थिए। अनि यसको स्टार कास्टमा चाहिँ लेट सीपी लोहनी, माला सिन्हा, भुवनचन्द र वसुन्धरा भुसाल देख्न सक्छौं हामी। र त्यही मुभीको रिक्रिएट मोडर्न स्टोरीमा बनाइरहेको छ। अनि यसको स्टार कास्टमा चाहिँ हामी धीरज मगर, केदार घिमिरे, उपासना सिंह ठकुरी, प्रकाश सपुट र अनि श्यामाश्री शेर्पालाई पनि देख्न सक्छौं। 2082 के दशैंमा रिलिज हुन गइरहेको छ र सुटिङ पनि अलरेडी अलमोस्ट कम्प्लिट भइसकेको छ र कल्ट क्लासिक सङको पनि रिमेक बन्दै छ भन्ने सुनिरहेको छु है। अब तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ मुभीको लागि कमेन्ट गर्नु होला। र नम्बर 3 मा माग्ने राजा रहेको छ अगेन केदार घिमिरेको अर्को सटायर कमेडी पोलिटिकल ड्रामा मुभी माग्ने राजा पनि आउन लागिरहेको छ र यो पनि दशैं 2082 मा रिलिज हुने हल्ला चाहिँ थियो। पोस्ट प्रोडक्सन अहिलेसम्म स्टार्ट भएको छैन। साउन्डसँग स्टार्ट भयो भने चाहिँ रिलिज हुन सक्ने चान्सेस छ र अफिसियल पोस्टरहरु अनि के त्यस्तो केही पनि आएको छैन। तर मलाई लाग्छ यो मुभी चाहिँ पोस्टपोन नै हुन्छ, रिलिज नहुने चान्स लास्टै धेरै देखिएको छु। तपाईहरु कमेन्ट गर्नु होला के चाहिँ हुन्छ यो मुभीको। र अर्को नेक्स्ट मुभी भनेको महाराज धिराज हो। पवल शाह, आर्यन सिग्देल, रमेश सुवेदी, पुष्पा खड्का, वर्षा शिवकोटी स्टारर महाराज धिराजको स्ट्यान्ड अलोन भिडियो मैले अलरेडी बनाइसकेको छु, त्यहाँ चेक गर्न सक्नुहुन्छ हैन। म यहाँ फेरि रिपिट गरेर त्यही कुरा भन्न चाहन्न। र यसको रिमर पनि त्यही छ कि यो दशैं 2082 मै रिलिज हुन्छ। यसको जर्ना भनेको चाहिँ पोलिटिकल पिरियड ड्रामा हुन सक्छ है। स्ट्यान्ड अलोन भिडियो अलरेडी बनिसकेको छ, त्यो चाहिँ चेक आउट गर्नु होला। र नेक्स्ट मुभीको नाम हरिबहादुरको जुत्ता रहेको छ। यो पनि कमेडी ड्रामा जर्नामै पर्ने लेजेन्डरी हरिवंश आचार्य अगेन हामी देख्न सक्छौं है हरिबहादुरकै रोलमा। र यसमा अरु स्टार कास्ट भनेको स्वस्तिमा खड्का, प्रकाश सपुत रहेका छन् र यसको डाइरेक्टर चाहिँ दिपेन्द्र के खनाल रहेका छन्। यो पनि 2082 मै रिलिज हुने रिमर छ र सुटिङहरु अलरेडी स्टार्ट भइसकेको छ। र लेजेन्डरी क्यारेक्टर हरिबहादुरलाई हामीले फेरि देख्न सक्छौं। तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्नु होला है। यसको पनि एउटा स्ट्यान्ड अलोन भिडियो बनाउने छु है। यसको अरु डिटेलहरु अनि अरु फ्याक्टहरु लिएर आउने छु। कमेन्टहरु गरिराख्नु होला कुन चाहिँ मुभीको बारेमा डिटेलहरु चाहिन्छ, म बनाउँदै गइरहेको हुन्छु। र फाइनल्ली बलिदान, अब यसको चाहिँ नाम नसुनेको कसैले थाहा छैन होला। यसको रिलिज हुने पनि सबैलाई थाहा छ हैन। अब लेजेन्डरी एक्टर हरिवंश आचार्यकै कल्ट क्लासिक मुभी बलिदानको रिक्रिएट भर्जन नाम मात्रै हुन सक्छ है समीर भट्टसँग। सन्तोष सिंहले बनाउँदैछन् भन्ने कुरा सबैलाई थाहा छँदै छ। अब यसको स्टार कास्ट सौगात मल्ल, अर्पण थापा, रिचा शर्मा, सुनिल थापा अलरेडी थापाको कुरा हो। र यसको सुट पनि अलरेडी कम्प्लिट भइसकेको छ पार्ट 1 को र पार्ट 2 पनि आउँछ भन्ने थाहा छँदै छ। र मैले यसको बारेमा 2-3 वटा स्ट्यान्ड अलोन भिडियो बनाइसकेको छु, त्यो पनि चेक गर्नु होला हैन। अनि यो मुभीको अलि एडिटिङ प्रोसेस छ, यसको बजेट पनि एकदम हेभी छ र अनि VFX पनि एकदम हेभी भएकोले अलि टाइम लाग्न सक्छ। तर दशैंमा रिलिज हुने फिक्स छ। र मलाई लाग्छ कि यसको जस्तो बम्पर ओपनिङ कसैको नि अहिलेसम्म मुभीको हुँदैन र नेपाली मुभी हिस्ट्रीमा चाहिँ यसको जस्तो बम्पर ओपनिङ कसैको हुँदैन जस्तो लागिरहेको छ। यदि यो एक्लै रिलिज हुन पायो भने चाहिँ। अब कमेन्ट गर्नु होला कुन चाहिँ मुभीको लागि तपाईहरु एक्साइटेड हुनुहुन्छ र कुन चाहिँ मुभी पोस्टपोन हुन्छ होला कमेन्ट गर्नु होला। थ्यांक यू सो मच फर वाचिङ टिल नाउ।